भनिराख्नुहुन्छ हौ। तपाईँ नै रहनु भएन भने मेरो के होला? चिन्ता नगर्नु न, म बाँचुन्जेल तपाईँलाई केही हुन दिन्न। ल अब आराम गर्नु है। नेपालमा अहिले भइरहेको करप्सन विरुद्ध जनताले सोसल मिडियामा लेखिने, बोलिने, देखिने नेताको छोराछोरीको लग्जरी लाइफस्टाइल कसरी भयो भनेर आवाज उठाइरहँदा सरकारले सोसल मिडिया दर्ता गरेको छैन, ट्याक्स तिरेको छैन भन्ने न्युमा सोसल मिडिया ब्यान गरेको छ। यसरी जनताहरूको आवाज दबिरहँदा जनताहरूको आक्रोश बढेसँगै भ्रष्टाचार विरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने भन्ने सुन्नमा आएको छ। हेलो, ओए सुन्न, अब त यो सरकारले अति गरिसक्यो। हाम्रो बोल्ने आवाज पनि बन्द गरिसक्यो। अब त हामीले केही न केही गर्नै पर्छ। अन्त मैले नि भर्खरै समाचारमा यही सुन्दै थिएँ, भोलि शान्तिपूर्ण आन्दोलन हुने भन्ने सुनेको थिएँ। हामी पनि जानुपर्छ। ल ल, भोलि भेटौँ न त। ल ल ल। आमा, म मेरो साथीहरूसँग आन्दोलनमा जानु लागेको, भरे आउँछु है। आन्दोलन? किन जानु पर्यो त्यहाँ? त्यहाँ गइस् भने त मलाई मार्छ। नजा बाबु, जा। या आमा, केही नि हुन्न क्या। हामी त्यहाँ शान्तिपूर्ण आन्दोलन गर्ने हो के। यहाँ हेर्नु त, स्कुल ड्रेसमै जान लागेको। ड्रेसमा कसैले केही नि गर्नु पाउँदैन अरे। ल ल आमा, म गएँ है। नजान बाबु, नजान। सुन साथी हो, यो सरकारवालाहरूले हाम्रो मुख टाल्ने काम गरेको छ। अब हामी नउठे को उठ्छ? ल साथीहरू, हाम्रो आज शान्तिपूर्ण आन्दोलन गर्नुपर्छ। ल अब हाम्रो सुरु चाहिँ माइती घर मण्डलाबाट हुनेछ। त्यसैले त्यहाँ कसैले ढुङ्गा मुढा गर्ने काम चाहिँ नगर्नुहोस् है। बाठो मान्छेलाई त यो देश फेरि सही हो। हामी जस्तो नागरिक त अनागरिक भइयो। कहिले होला भने जस्तो नयाँ नेपाल आउने, जे भने जस्तो भने देशकै मैया लाउने। हामीलाई के नै सुख छ सक्ने द्वारा नसक्ने मेरो पनि होइन यो देश, मेरो पनि होइन मेरो पनि होइन यो देश, मेरो पनि होइन। जनता जति खाडीमा, नेता चिल्लो गाडीमा, भ्रष्टाचारी होसियार होसियार होसियार। अरू हामी जान्दैनौँ, भ्रष्टाचार मान्दैनौँ। अब पालो युवाको युवाको युवाको, अब पालो जेन्जीको जेन्जीको जेन्जीको। आन्दोलनकारीहरूले दबाई नागरिकमा रगतले पुलिस गर्नु र आफू सुरक्षित हुनु हस्ताक्षर। नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे, नेपालै नरहे। मेरो देश डुब्दै लाग्यो, किनारे लगाइदो, सर्वोच्च छोकी कोली माझी बचाइदो। मेरो देश डुब्दै लाग्यो, किनारे लगाइदो,
त्यसै लाग्यो मेरो देश डुब्न लाग्यो किनारलाई गएको सर्वोच्च छ कि कोही माझ बचाइयो छोरा छोरा उठ न बाबु उठ तर मैले कति नजा भने तिमीहरूले गोली हानी मार्छ भनेको थिएँ तँलाई मारेरै छोडे तिमीहरूलाई पाप लाग्छ पाप एउटा बुढियामाको सहरा खोसिदिएको यो बुढियामाको आँसुको श्राप लाग्छ श्राप यस आन्दोलनमा कयौँ आमाहरूको काख रित्तियो कयौँको सहारा टुट्यो यो हाम्रो युवाहरूको त्यो रगत र बलिदान हो जसलाई हामीले कदापि खेर जान दिनु हुँदैन आज तिनै युवाहरूको सपना पुरा गर्ने बेला आएको छ अब नयाँ इतिहास कोर्ने र देशको मुहार फेर्ने सङ्कल्पका साथ हामी एकजुट हुनुपर्छ आउनुहोस् समृद्ध र नयाँ नेपालका लागि सबै एक हौँ जय नेपाल बनाउँदैन यो देश जग्गा तरेर चाल्नु छ पहिला अथाक अहिले बदल्नु छ परिवेश बल्ने छौरा तमाराको बनेर चिच्याई डाकमा डाको छोडेर उड्ने छ देश उदाउने छौँ हामी यो भत्केको घरलाई उठाउनु छ माथि यता आइज त बाबु तेरो बाबु मेरो सहारा वाव मेरा एकदमै